एभ्रिवान विजय दशमीको धेरै धेरै शुभकामना छ सबैलाई र आज हाम्रो मर्निङ स्टार्ट भइसकेको छ र अब खानाहरू बनाउनुको लागि रेडी गर्दैछु म हो आजको दिन तपाईँहरूको सबैले चिताउनु भएको कुराहरू पुगोस् र यसरी नै आउँदो दिन वर्षहरूमा पनि सबैजनाले दसैँ मनाउँदै जानु पाउनु हो र यसो खाँदै अब म खानाहरू बनाउँछु अब म पनिर काट्नु आँटेको र म चाहिँ हेलो गाइस र म चाहिँ पनिर काट्दैछु म यसको चिल्ली बनाउनु आँटेको I don't know कस्तो हुन्छ हो सेपहरू सेप न डेप्थ हुँदैछ पनिरको हेलो र म चिल्लीको लागि पनिर चिल्ली बनाउनुको लागि पनिर पोल्नु आँटेको छु पनिर फ्राई गर्न आँटेको छु र यहाँ चाहिँ सबैले आफ्नो आफ्नो डिस बनाइरहेको अवस्था यता म्याडम मेरो सैला अङ्कल पनि आउनुभयो आन्टीले यहाँ ससेस भेज ससेस रेडी हुँदैछ डान्स अङ्कल म चाहिँ यहाँ पनिरै भुटिरहेको छु अहिलेसम्म पनि यसले तिल भुट्छ यसले तेल हालेर भुट्छु भन्दै आयो ल गाइस र हामीले यसरी नै सबैजना मिलेर खाना बनाउँदै थियौँ र बनाउँदै नाच्दै यहाँनिर सुरक्षा अङ्कल नाच्नुहुँदैछ यसरी नै नाच्दै बनाउनुहुन्छ एभ्री टाइम एकदमै एनर्जेटिक हुनुहुन्छ यहाँ आन्टी हुनुहुन्छ आन्टी पनि नाच्दै बनाउनु हुँदैछ हो सो हामी खाना बनाइरहेको छौँ र यहाँ आयो हाम्रो कौली र यहाँनिर अङ्कलले एकदम धुँदै डान्स गर्दै गरिरहनु भएको छ र अहिले चाहिँ यहाँ अङ्कलले पकौडा बनाउनुको लागि रेडी गर्नुहुँदै थियो यहाँ भाइहरू छ यो चाहिँ सुदर्शन भाइ हो हाम्रो माइलाकाको छोरा मेरो अन्त यहाँ च्याउ छ म चाहिँ च्याउ फ्राई गर्दै गर्नु आँटेको थिएँ र त्यतै यहाँनिर मेरो चिल्ली पनिर पनि रेडी भइसकेको छ र यहाँनिर अब बनाउँदैछु हामी र यहाँ एकजना चाहिँ एकदमै फ्री भएर चाहिँ डान्स गरिरहेको छ मलाई पनि डान्स गर भनेर भन्दै थियो तर म एकदमै बिजी थिएँ त्यो टाइममा सो मैले गरिनँ त्यस्तो डान्स म खाना पकाइरहेको थिएँ ऊ नाचिरहेको थियो र यहाँ आमा हुनुहुन्छ हो नाचि नै रहेको छ त्यसको केही कामै छैन सुरक्षाको चाहिँ केही कामै थिएन हो नाच्नै मात्रै गरिरहेको थियो त्यसले अन्त त्यहाँदेखि चाहिँ बिजी थिएँ म आन्टी चाहिँ पकाइ नै रहेको थियौँ र यहाँ हुनुहुन्छ एउटा प्राणी जो चाहिँ काम पनि गर्नु छैन हो एकदम खानुमै मात्रै व्यस्त केही काम थिएन यसको अचार बनाउने काम चाहिँ थियो खाएकै मात्रै छ र यसरी नै हामी पकाइरहेको थियौँ गीत सुन्दै डान्स गर्दै इन्जोय गर्दै र यहाँ अङ्कल हाम्रो सबैले तपाईँलाई थाहै छ कति एनर्जेटिक हुनुहुन्छ भनेर उहाँ र यसरी नै पकाइसकेको थियौँ हामीले यति बेला चाहिँ र भर्खर खाना बनाइसक्यौँ यो केटी पनि नुहायो र भर्खर सक्यो खाना बनाएर हामीले यो मैले बनाएको यो च्याउ हो मैले क्या च्याउ चिल्ली यो चाहिँ च्याउ चिल्ली हो मैले मेरो नयाँ रेसिपी मैले फर्स्ट टाइम ट्राई गरेको यो पनि मैले फर्स्ट टाइम बनाएको पनिर चिल्ली यो छ हाम्रो काकाले बनाउनु भएको पकौडा यो छ हाम्रो आन्टीले बनाउनु भएको ससेस भेज ससेस यो मैले बनाएको साग पापड दाल अब माम बसाउँछु सो बल्ल सक्यो खाना जमारा छर्नु भनेको चाहिँ आमाले चाहिँ मकै छर्नु भनेको माथि त्यो उयो काट्नु न अन्त त्यसले गर्दाखेरि चाहिँ बताएँ होइन यति ठिक काट्नु वाउ हाम्रो ब्युटिफुल आन्टी तल आन्टीहरू पनि साह्रै लाग्यो दामी हुन्थ्यो नि है त्यही त अरे र यो चाहिँ हाम्रो अब टिका रेडी हुँदैछ कति मिठो कलर यो चाहिँ जमरा फर्स्ट चाहिँ घरै लगाइदिन्छ नि है टिका अङ्कललाई हिरो देखिरहेको छ चस्मा लगाएर त झन् आमामा अब चाहिँ हाम्रो दुईजना आमाहरूले बाल्दैछ है guys, र म
दिदीहरूको गाइस र म दिदीको बहिनी। फर्स्ट अफ अल हजुर सबैलाई विजया दशमीको धेरै धेरै शुभकामना र हामी खवास सिस्टर्सहरूकोबाट तपाईँहरूलाई धेरै धेरै अब शुभकामना जनाउँदछौँ है। र अझै आउने दिनहरूमा यस्तो खुसीको अवसरहरू आउँदै जाओस्, हामी सबैले राम्रोसँगले दसैँ मनाउन पाऊँ र मिठो मिठो खाना पाऊँ, पैसा पाऊँ, बोलाउँदै साँझाको भाइ। हेलो गाइस, र हाम्रो टिका स्टार्ट भइसकेको छ र हामीलाई आमाले चाहिँ लगाइदिनु भयो। अब काकाहरू आउनु भएपछि लगाइदिनुहुन्छ जमारा त अङ्कल, हाम्रो साइल अङ्कल आमा बाई। सबसे ह्यान्डसम चाहिँ हाम्रो अङ्कलै हुने रहेछ। सो म अरू अब टिका लगाएको देखाउँछु। आज चाहिँ आमाले योपालि चाहिँ फर्स्ट टाइम यसरी लगाएको हो। फर्स्ट टाइम आमाले लगाइदिनु भयो घरमा, नभए चाहिँ पहिला चाहिँ सबैजना बसेर एकैचोटि लाउँथ्यो कि, तर आज चाहिँ साह्रै ढिलो आउनु भयो काकाहरू। सो हामीले लाउँदै गऱ्यौँ। अन्त हेर्दै गर्नुहोस् यहाँनिर मिस ब्रह्माण्ड बट नट फ्रम दिस प्लानेट। एन्ड सबैजना हामी यहाँ बस्छौँ होइन। यो पिङ चाहिँ होइन एकदमै डरलाग्दो डान्स गर्छ खेल्दाखेरि चाहिँ। म त खेल्नु गएको पनि छुइनँ। र यसरी नै अब दसैँ पनि स्टार्ट भइसक्यो। अब यतिकै भन्दा सकिन्छ हो। सो म चाहिँ के भन्न चाहन्छु भने म चाहिँ यो दिनहरूमा चाहिँ म मेरो बाबा बोजूहरूलाई चाहिँ एकदमै ज्यादा मिस गर्छु हो। बाबा पाको टिका सबै कुरा पनि अब एकदमै मिस गर्छु। त्यही सम्झना छ बाबालाई, बोजूलाई, र यसरी नै अब आउँदो दिनहरूमा अब मनाउँदै जानु पाऊँ। अहिलेसम्म बाबा बित्नु भएको कति 10 वर्ष जस्तो भइसक्यो। अब उहाँ बिनाको 10 वर्ष त भनिनँ, 7-8 वर्षहरू त हामीले अब दसैँ मनाइसक्यौँ बाबा बोजू बिनाको हो। सो धेरै मिस गर्छु। देखाउँदै गर्छु नि तपाईँहरूलाई। माई मम लुकिङ ब्युटिफुल टुडे। र आइपुगेको छ बिनाहरू पनि चस्मा ढल्काएर अर्कोमा आइपुग्यो। र अब हामी सबैजना यहाँ भेला हुन थाल्यौँ। हामीले चाहिँ एउटै खालको कुर्ती लगाउने प्लान गरेको छौँ होइन। बनेर बनिसकेको छैन है। मोहितो बनाउनु हुँदैछ हाम्रो शैली काकाले है। के कुर्ती ए होइन नेक्स्ट डे चाहिँ भनेको कि हामी दौरा सुरुवाल लाउनुपर्छ। होइन हामी चाहिँ ढाकाको साडी अलिक हटा न, आजको दिन चाहिँ अलिक हटा न। सबैको त्यस्तै छ, सबैको केटाकेटी त्यही त निधार त यसरी खोल्नु पऱ्यो नि आजको दिन। र यसरी नै अब हाम्रो पर्फर्मेन्स सकिसकेको छ। अझै बाँकी छ हाम्रो पर्फर्मेन्स है अब